किदासम्म चाहिँ उहाँहरू के गर्नुहुन्छ अब आफै बुझ्नु सक्छ। यो खाजु गुलियो यता हैन यता हो यता यो तैँले खान्छस् यो यो खाजु गुलियो हुन्छ तर चिजी हुन्छ एकदम अर्कै वाला थोरै यसमा चिज किनेर लाग्छ राइट गाइस के लियौँ हामीले बोल्नै नपर्ने Hi guys, I am back. फेरि अघि सुतेर उठेर सबै गरिसकेपछि चाहिँ नि अब चाहिँ नि एकदम क्रेभिङ भयो। एक्जामको बेलामा मात्र हुन्छ क्रेभिङ, यो यु नो व्हाट यु नो इट इज के बोलिरहेको छु म। अनि त्यसपछि म तपाईँलाई देखाउँछु अब के हुँदैछ यहाँ भनेर म र ऊ मिलेर चाहिँ नि हामी गएर बिग मार्ट गएर हामीले लिएर आयौँ। बिग मार्ट गएर हामीले लिएर आयौँ के अरे बुलडक रामेन। अनि त्यसपछि उहाँहरूले त्यति बेलासम्म बनाउँदै हुनुहुन्थ्यो, केही गर्नु भएन। उहाँहरूले पानी मात्र तताउनु भयो, अरू केही पनि गर्नु भएन। एक्सक्युज मी। अनि त्यसपछि उहाँ हुनुहुन्छ, अहिले मैले भिडियो खोलेर मात्र उहाँले यस्तो गर्न खोज्नु भएको। प्रोफेसनल कुक हजुरलाई चाइनाबाट आएको जस्तो लाग्न सक्छ। यो चाहिँ हाम्रो मेड इन नेपाल हो। यो सबै कुरा हाम्रो आफ्नै फ्याक्ट्री छ। त्यो के अरे यो हाम्रो यो सिजी ल्यान्डमार्ककै छेउमा हामीले नयाँ चाउजो फ्याक्ट्री खोलेको छौँ, सुशान्त किशोर इन्टरप्राइज। आइपिओ पनि निकाल्ने वाला छ। आइपिओ गइसक्यो, वाइवाईले खाइसक्यो। अब आइपिओ आउँछ चाँडै, बाहिर आउन मात्रै बाँकी, भित्रभित्रै खाइसक्यो वाइवाईले। सो यिनीहरू चाहिँ के हो भन्दाखेरि हाम्रो दुईटा एक्जाम सकिसक्यो। सो दुईटा एक्जाम सकिँदासम्म चाहिँ उहाँहरूको मानसिक हालत यस्तो छ भनेपछि अब यो प्री बोर्ड सकिँदासम्म चाहिँ उहाँहरू के गर्नुहुन्छ अब आफै बुझ्नु सजिलोले। यहाँ चाहिँ हुँदैछ करेन्टको पकाइ चाख्दैछु अब। सोयलको नाम लग्यो भ्लगमा फुटेज दिएको छ। यो एड गर्ने छ हल्का, तर पाके जस्तो पाके नै भने हुन्छ, पाकिसक्यो तर That's it for today. Thank you so much for watching. If you like my video, then do like, share and subscribe to my channel, and I'll see you in the next one. Bye.